आज चाहिँ घरमा गएर खाना खाएर अनि हाम्रो कुरा चाहिँ यसो बाहिर निस्किनु थियो अनि वाक गर्नको लागि। तर यसो निस्केको अनि बुढोले चाहिँ टक्कोमा ग्लास हाउसमा जाऊँ न त भन्नुभयो। म चाहिँ गएको थिएन, छोरी र मेरो बुढो चाहिँ जानुभएको थियो क्या पहिला। अनि हुन्छ त नि भनेर गएको। मलाई चाहिँ मन पर्यो, कस्तो राम्रो देखेको भ्यू होइन र इभिनिङमा। मलाई चाहिँ खाना खाएपछि हिँड्न चाहिँ कस्तो मनपर्छ कि। यसो बाहिर गयो अनि फ्रेस भएर आइन्छ नि त, दिनभरि काममा टायर्ड भएको हुन्छ। सकेसम्म मिलेसम्म पानी नपऱ्यो भने चाहिँ हामी चाहिँ खाना खाएर निस्किन्छौँ कि एभ्रिडे। अलिकति नजिक भए पनि अब निस्किने के सकेसम्म। अब नसक्दा त छुट्टै कुरा भयो। अनि यतै गयौँ अनि यता साइडमा चाहिँ पोर्ट रहेछ, साइडमा पोर्टहरू। अनि यता अनि एक साइडमा चाहिँ ग्लास हाउस रहेछ। त्यो म्युजियम चाहिँ क्लोज भइसकेको थियो। अब इभिनिङभन्दा पनि अझ लेटै भइसकेको थियो भनौँ, अलमोस्ट रातिको 8 बजिसकेको थियो, 8-9 बजिसकेको थियो। अनि यो चाहिँ पानी होइन, अनि यो चाहिँ त्यही ग्लास म्युजियम हो। यो चाहिँ यो यस्तो सेपमा भएको, भित्र चाहिँ जान पाएन। अब कुनै दिन यसो समय मिल्यो भने जानु पर्ला। अनि माथि माथि गए पछाडि त्यो सिडी थियो, सिडी चढ्दै चढ्दै गयौँ। अनि माथि पनि कति धेरै के त्यो ग्लासबाट बनेको डिफ्रेन्ट सेप दिएर आकृतिहरू बनाएर राखेको। अनि यता हिँड्दै थियौँ। अनि यता बाहिर यो चाहिँ बाहिरबाट हेर्ने भ्यू। यस्तो माथि ग्लास हाउसको टपमा गएपछि यस्तो देखिँदो रहेछ। अनि तल ट्रेनको रोड रहेछ, अनि ट्रेन आउने। अनि त्यति बेला ट्रेन पनि आएको थियो। छोरीले ट्रेन आयो भन्दै कराउँदै थिइन्। अनि यसो ट्रेन पनि यसो हेरेँ, खिचेँ। अनि त्यसपछि हिँड्दै गयौँ फेरि। यो चाहिँ सबै त्यो ग्लासबाटै बनेको कि, डिफ्रेन्ट सेप कस्तो राम्रो राम्रो बनाएर सजाएर राखेको। कस्तो मजा लागिरहेको थियो कि हेर्न चाहिँ। नेक्स्ट टाइम पनि जान मन लाग्छ मलाई चाहिँ भित्र कस्तो छ भनेर। अनि यो चाहिँ मेरो छोरी र बुढो हिँड्दै छन्। यो पनि सबै ग्लासबाट बनाएको फ्लावरहरू कस्तो कस्तो राम्रो राम्रो के डिफ्रेन्ट। अनि यो पनि पुरै ग्लासले बनाएको।